हाई, म समीरा स्थापित शर्मा। मेरो बसाइ हात्तीगौडा काठमाडौँमा छ। मेरो अलि यहाँ खुट्टाको समस्या थियो। 7-8 वर्षदेखि नै दुखिरहेको थियो। अनि त्यसपछि चाहिँ नि मैले चक्रराज डाक्टर साहबसँग अपोइन्टमेन्ट लिएँ। अनि उहाँसँग देखाएँ। अनि देखाइसकेपछि तुरुन्तै अपरेसन त गर्नु पर्दैन भनेर उहाँले प्लाज्मा थेरापी गर्नको लागि सजेसन दिनुभयो। अनि मैले त्यही सजेसन अनुसार पहिलोचोटि प्लाज्मा लिएँ। प्लाज्मा पहिलोचोटि लिएको 1 वर्ष 3.5 वर्ष भयो। त्यो प्लाज्मा पहिलोचोटि लिइसकेपछि मलाई कम्फर्टेबल भयो, हिँड्न पनि सजिलो भयो। 1 वर्ष चाहिँ त्यसले राम्रै काम गर्यो, हिँडडुल गर्न मलाई सजिलो भयो। अनि दोस्रो वर्ष लागेपछि अलिअलि फेरि पेन सुरु भयो। सेकेन्ड टाइम पनि मैले प्लाज्मा थेरापी नै गरेँ। अनि त्यो सेकेन्ड टाइम प्लाज्मा थेरापी गर्दाखेरि के भयो त भन्दा जुन पहिलेले जस्तो त्यति राम्रो काम गरेन। अलिअलि गर्यो अनि पछि चाहिँ अलि दुखाइ अलि बढ्दै आयो। अनि त्यसपछि मैले 1 वर्ष यताउता गरेर टारेँ। अलिअलि दुख्ने अलिअलि नदुख्ने त्यसरी टारेँ। अनि त्यसपछि अब भएन भनेर होइन अब प्लाज्मातिर होइन अब अपरेसनतिरै जानुपर्छ होला भनेर मैले डाक्टर साहबसँग सल्लाह गरेँ। उहाँले पनि अब यो गर्नुपर्छ, 4th स्टेज हो, तपाईँलाई राम्रै हुन्छ, जहिले भन्नुहुन्छ गर्ने भन्नुभयो। मैले पनि यो दुखाइ कति सहने भनेर ल गर्ने भनेर डिसिजन लिएर अनि उहाँसँग यो एनिमिवा हस्पिटल लाजिमपाट यहाँ उहाँसँगै अपोइन्टमेन्ट लिएर एकदम डिस्कस गरेर गर्ने डिसिजन गरेपछि अनि अपरेसन यो राइट नी रिप्लेस गर्नको लागि यहाँ आएँ, भर्ना भएँ। आज 9 दिन भयो मैले यो अपरेसन गरेको। यो 9 दिनमा चाहिँ नि बेटर फिल भइरहेको छ, राम्रै फिल भइरहेको छ। अब इम्प्रुभ पनि स्लोली भइरहेको छ। मलाई कम्फर्टेबल भइरहेको छ। अब जहाँसम्म हस्पिटलको कुरा गर्ने हो भनेदेखि यहाँ डाक्टर साहबहरूको सर्भिस, उहाँहरूले टाइम टाइममा आएर आफ्नो ड्युटी जुन गर्नुभयो, उहाँहरूले जुन म प्रति एउटा पोजिटिभ बिहेभियर भनौँ न, पोजिटिभ बिहेभियर जुन देखाउनु भयो त्यसले पनि त्यो मेन्टल्ली फिजिकल्ली मात्रै होइन मेन्टल्ली पनि धेरै सपोर्ट गर्यो मलाई। एकदम राम्रो लाग्यो। उहाँहरू टाइम टाइममा आएर सोध्ने जम्मै उहाँहरूको सर्भिस पनि राम्रो। साथसाथै त्यहाँ नर्स सिस्टरहरू जो नाइटमा ड्युटी गर्नुहुन्छ, डेमा, उहाँहरूले पनि आफ्नो ठाउँमा बसेर राम्रै सर्भिस दिनुभएको छ। मलाई खुसी नै लागेको छ। हेर्दा त सजिलो पनि छैन ड्युटी त। त्यो ड्युटी गरेको मैले पुरा देखेँ। तर उहाँहरूले जुन देखाउनु भयो आफ्नो चाहिँ नि एफिसियन्सी, त्यो चाहिँ नि मलाई आई एम फुल्ली सेटिस्फाइड विथ देम। अनि आयाहरू हुनुहुन्छ, फेरि आया बहिनीहरू हुनुहुन्छ, छोरीहरू हुनुहुन्छ। मलाई यसो भयो भन्ने बित्तिकै दौडेर आउँछन्। के भयो आमा भनेर जे जस्तो गर्नुपर्ने सबै हेल्प गरेर सब टक्क पारिदिन्छन्। एकदम खुसी लाग्यो मलाई। मैले त्यति सर्भिस देला जस्तो मैले वास्तवमा एक्सपेक्ट गरेको थिएन पहिले। तर यहाँ आइसकेपछि मैले थाहा पाएँ। आई फेल्ट भेरी ह्याप्पी। फिजियोथेरापिस्ट छोराछोरी भनौँ, उहाँहरूले पनि मेरो लागि एकदम राम्रो सर्भिस दिनुभयो। त्यसले गर्दा म अहिले बिस्तारै हिँड्न सक्ने भएको छु। सो उहाँहरूलाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद। अनि एडमिनिस्ट्रेसनले पनि यताउता सबै जे गर्नु पनि राम्रो गर्नुभयो। एट द एन्ड म के भन्न चाहन्छु भनेदेखि ओभरअल एकदम सबै नै राम्रो सर्भिस पाएँ मैले। अनि म स्पेसल्ली डाक्टर चक्रराज पाण्डेज्यूलाई मेरो हृदयदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र उहाँको सबै टिम सबैलाई। For me, he is the best orthopedic surgeon. So धेरै धेरै धन्यवाद म उहाँलाई टक्राउँछु।